होला नमस्ते साथीहरु आज चाहिँ टक्क लाएर बिहान बिहान यस्तो बवाल हुस्सो अलिअलि लागेको बेलामा चट्ट उठेर हैन टक्क उठिसक्यो। आज चाहिँ यहाँनेरि टक्क बसाइ सरे हुँदैछ अनि अब क्यामेरा यस्तो भएको त यो नै भ्लग बनाउनु भन्दा टक्क लाएर यता चाहिँ हामी चट्ट लाएर न बिहानको भ्यू मस्तको भ्यू हेर्दै काममा लागिरहनु। अब अरु चाहिँ अब त्यस्तै हो। आज यहाँ बरमटोलदेखि टक्क चितवन बसे सरे हुँदैछ साथीहरु। टक्क मान्छेहरु चाहिँ यतातिर चट्ट लाएर बसिरहेको छ अनि यहाँदेखि चट्ट सामान बोक्ने चलिरहेछ अनि त्यही हो। आज चाहिँ चट्ट त्यही देखाउनलाई बिहान बिहानै भ्लगमा बस सो त्यही हो। चितवन जान लागेको मान्छे चाहिँ यता एउटा यहाँ छ अनि अर्को रहेको छ हाम्रो यहाँनेरि चट्ट। आजबाट यो रुम खाली हुन्छ अनि टक्क त्यहाँबाट अब भोलितिर यसो टाइम मिलाएर बनाउनु पर्ने हुन्छ। टक्क यहाँ हाम्रो ड्राइभर दाइ हुन्छ गाडी चाहिँ होला टक्क सो त्यही हो। हजुर अब अरू हेर्नु सक्नुहुन्छ यहाँ टक्क लाएर बिहान बिहानको भ्यू कस्तो मस्त देखिरहेछ अनि जाडो छ हैन त्यही होला। टक्क लाएर आज चाहिँ सकिसक्यो हाम्रो काम यसरी अलिअलि बाँकी छ हैन र सकिसक्यो। गाडी चाहिँ अब त्यहाँ भर्से टक्क यता यस्तो छ अनि सो त्यही हो। सब माछाहरू यतै छ। यहाँ हाम्रो मम अनि यहाँ आन्टी अब यस्तै चलिरहेछ हाम्रो। अब सामानहरू यस्तो चलिरहेछ अरू चाहिँ अब त्यस्तै हो। होला नमस्ते साथीहरु मेरो चाहिँ युट्युब आइडीमा फर्स्ट भ्लग हो यो चाहिँ। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु सबैजनाले भ्लगमा माया देखाइदिनु होला। टक्क लाएर आज चाहिँ सकिसक्यो हाम्रो काम यसरी अलिअलि बाँकी छ हैन र सकिसक्यो। गाडी चाहिँ अब त्यहाँ भर्से टक्क यता यस्तो छ अनि सो त्यही हो। सब माछाहरू यतै छ। यहाँ हाम्रो मम अनि यहाँ आन्टी अब यस्तै चलिरहेछ हाम्रो। अब सामानहरू यस्तो चलिरहेछ अरू चाहिँ अब त्यस्तै हो। आज चाहिँ टक्क हामी चाहिँ स्कुलबाट जहाँ दिएर निस्किसक्यौँ र यो चाहिँ
मेरो साथी अनि म अनि यहाँ छ अगाडि केटाहरू टक्क लाएर स्कुल चाहिँ त्यही छ अब राम्रै हैन टक्क भ्यू चाहिँ हेर्न सक्नुहुन्छ बाबालाई छ हैन अब टक्क लाएर जानुपर्ने हुन्छ बिस्तारी यसको चाहिँ आइफोन देखाइदिनु हेर्नुहोस् न आइफोन हेर्नुहोस् न हामी पो गरिब परियो अब के गर्नु गाह्रो छ यार गाह्रो छ जय श्रीराम यसपालिको रिजल्ट राम्रो आओस् सबजनाको मागै एउटै छ हैन अब पढ्ने बेला चाहिँ त्यही हो साइकल हिँड्नै पर्थेन बाइकले चलाउनु पर्थेन अब यस्तै छ हैन टक्क लाएर कटानी केलाई कटानी केलाई जा घुम्न जाऊ न त जाइन भए के घुम्न जाने नि कहाँ जाने 4 नम्बर जाने घुम्न जाने जाऊ न त त्यो रोबोटहरू जाँदैन रोबोट यता जाने हो के हो रे रोबोट टक्क छ हाम्रो यहाँनिर हाम्रो यहाँ रोबोट साथी हैन अब टक्क गाउँ भयो होला हाम्रो भाइहरू टक्क लाग्यो निकुन भाइ हेलो गरिदेऊ कसले अब आउँछ युट्युबमा टक्क लगाएर भरे बेलुका अनि एक्जाम कस्तो भयो केटा अब के भन्नु हामी त्यस्तो बोल्दैन नि त भाइ हामी त्यस्तो प्यादा बोल्नेबाट परेनौ नि त